सबैलाई नमस्कार। म सुशील प्रसाद नेउपानी। आज चाहिँ म चामुण्डा विन्द्रसिंह नगरपालिका जमुखात दैलेखमा रहेको छु। यहाँको रोड मार्ग पनि यस्तो रहेको छ र सँगै अब नयाँ सरकारले केही बनाउँछ कि भन्ने आशा छ। हेर्नुस् यहाँको बाटोहरूदेखि लिएर अत्यन्तै दुर्लभ यो ठाउँमा यहाँ नभएको केही पनि छैन र यहाँ मन्चपाण्डवदेखि लिएर दैलेख जहाँ पानीमा आगो बल्ने ठाउँ पनि रहेको छ। श्रीस्थान नाभिस्थान ज्वाला 24 घण्टा पानीमै ज्वाला बलिरहन्छन्। यस्तो पवित्र तीर्थस्थल दैलेखबाट म बोल्दैछु। सबैजनाले भिडियोलाई लाइक, कमेन्ट, सब्सक्राइब, सेयर अवश्य गर्नुहोला। र सँगै म तपाईहरुलाई दैलेखका हरियाली डाँडाकाँडाहरूदेखि लिएर सबै घुमाउँदै सबै देखाउने कोसिस गर्नेछु। तर पनि मेरो मोबाइलले राम्रोसँग भिडियो बनाउन नसक्नुको कारणले मैले भिडियोहरू अपलोड गर्न सकेको छैन। त्यसको लागि माफ पाऊँ। र सँगै दैलेखमा धेरै ठाउँमा यस्ता पर्यटकीय क्षेत्रहरू छन्, लुकेर रहेका क्षेत्रहरू छन् र यहाँ अत्यन्तै दुर्लभ यो ठाउँ हैन। कसैले पनि अहिलेसम्म कसैको पनि नजर नरहेको यो ठाउँ। अब मेरो आशा यो ठाउँलाई परिवर्तन हुन्छ भन्ने मेरो आशा रहेको छ। र सँगै यहाँको रोडहरू यस्तो अवस्थामा रहेका छन्। हेर्नुस् सँगै यस्तै भिडियोहरू ल्याएर आउन मलाई सफल हुनेछ। संस्कृतमा भन्दछ सेवायाम परमो धर्म भनेर भन्छ। सेवा नै ठुलो धर्म हो। तपाईले कुनै लाखौं करोडौं पैसा खर्च गरेर केही दिन पर्दैन। बस एउटा तपाईको सानो एउटा सब्स्क्राइबले नै ठुलो योगदान पुर्याउनेछ। र सँगै यहाँ मैले भिडियो अपलोड गर्दै गर्नेछु। र सँगै तपाईं हेर्दै जानुहोला। आहा, यस्तो राम्रो ठाउँ रहेको छ। हस्त, धन्यवाद।